हेलो वेलकम टु माई न्यू भ्लग। तपाईले चाहिँ हेर्दै हुनुहुन्छ भ्लगर लक्ष्मण। सो आज चाहिँ हामी एउटा ग्रिन पार्क चाहिँ जाँदैछौँ। आजको भ्लग चाहिँ हाम्रो तुलसीपुर बस पार्कदेखि चाहिँ स्टार्ट छ है। हामी चाहिँ तीनजना छौँ यहाँ र हामी टोटल भनेको 30 देखि 50 को हाराहारीमा चाहिँ हुन्छौँ होइन। ल बबाल हुनेवाला छ र साथै आज पिकनिक बर्थडे पनि सो हामी चाहिँ तुलसीपुर बस पार्क पनि आइसकेको छौँ। यतातिर त बसहरू चाहिँ लागिरहेको छ है। कोही यदि जान चाहनुहुन्छ भने चाहिँ कहाँ जान चाहनुहुन्छ यसो सम्पर्क गर्नु ल। पछाडि हुनुहुन्छ अहिले चाहिँ हामी 15-20 जना जति चाहिँ भयो। ल सुनाउन त गाना है। हाम्रो आन्टीले चाहिँ पानी चाहिँ पिलाउँदै हुनुहुन्छ सबैजनालाई। सबैजनाले खानु है, फेरि प्यासले मर्नु होला। कुन आँप? यहाँ आँप होइन, आँप सोरेर हेर्नुहोस् आँप यहाँहरूले चाहिँ सोरिराख्नु भएको छ होइन। यहाँ राखेको हेर्नुहोस् गाइज, हेर्नुहोस् यहाँ दाउरा एकदमै लग्न हेर्नु त यत्रो जवानले दाउरै नै लग्न राख्नु भएको छैन। सो अब उहाँको चाहिँ आज बर्थडे रहेको छ। आइ गरिदिनुहोस् न हाम्रो भ्लगमा सन्जु सर। मान्छे आएको छैन नि कोही। त्यहाँ क्यामेरा लगाउँदै हुनुहुन्छ सर। ल हाम्रो सरले खाँदै हुनुहुन्छ है। पुरै खाइराख्नु भएको छ होइन। ए यता हरि सर है, अनि मेरो पनि यतातिर छ लक्ष्मण सर होइन। वाउ कस्तो भइरहेछ।
यो चाहिँ चटनी ल ल राम्रो बनाउनु ल सरी सिकान चाहिँ नचुहाउनु होला ल यो चटनीमा चटनीमा बुझ्नु भयो अहिले सोकाइजु त्यहाँ पारी पनि भइरहेको छ यहाँ पारी पनि छ होइन सो हेर्नुहोस् गाइज है हाम्रो चाहिँ फोटो खिच्ने भिड है यति धेरै लागिरहेछ हाम्रो ग्रिन पार्कमा यति धेरैजना हुनुहुन्छ सबैले पालो वेटिङ गरिराख्नु भएको छ फोटो खिच्नको लागि पहिलेभन्दा धेरै कुराहरू चेन्ज चाहिँ भएको रहेछ यतातिर है So finally guys happy birthday happy birthday to you happy birthday happy birthday हेलो सो फाइनली गाइज हाम्रो चाहिँ आजको पिकनिक प्लानिङ चाहिँ सकिएको छ हामी चाहिँ अहिले 3-4 जना मात्रै छौँ यहाँ सबैजना चाहिँ गइसक्नु भएको छ हैन यताउता टी सर्ट गरी रङहरू मात्रै लगाएको छ हल्का सो आजको लागि चाहिँ यति नै भन्न चाहन्छु सबैजनाले चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला है भिडियो यो के कस्तो छ है कमेन्टमा चाहिँ यसो 2-4 शब्द लेखिदिनु होला हुन्छ बाइ बाइ सबैजनालाई